संविधानको भाग 5 मा के भन्दियो भने राज्यको संरचना र राज्य शक्तिको बाँडफाँड भन्ने ठाउँमा राज्यको संरचना भन्यो संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना सङ्घ प्रदेश स्थानीय तह गरी 3 तहको हुनेछ। संघीय कार्यपालिका एउटा तह हो, प्रदेश कार्यपालिका अर्को तह हो, स्थानीय तह अर्को तह हो। तर यही संविधानले कहाँ कन्फ्युजन क्रिएट गरिदियो गरिदिन्छ भने यो विभिन्न ठाउँले राखेरी यो संघीय कार्यपालिका अनि यो संघीय कार्यपालिका तिनै तहलाई सरकारको रूपमा कसरी मान्छ यसको च्याप्टरले चाहिँ भने संघीय कार्यपालिका र संघीय व्यवस्थापिका भन्छ, प्रदेश कार्यपालिका प्रदेश व्यवस्थापिका भन्छ, स्थानीय कार्यपालिका स्थानीय व्यवस्थापिका भन्छ। भन्नु मतलब तिनै तहमा सरकार छन्, कानुन निर्माताहरू पनि छन् भन्ने नै यो संविधानको मूल पाइन्छ। र यो तह भनेको स्थानीय मात्रै तह होइन, सङ्घ एउटा तह हो, प्रदेश अर्को तह हो, स्थानीय तह अर्को तह हो। र तिनैमा तिनटै च्याप्टरमा के भन्यो त भन्नाले संघीय कार्यपालिका च्याप्टरको शीर्षकमै संघीय व्यवस्थापिका कानुन निर्माण गर्ने शीर्षकमै हैन। त्यसै गरेर प्रदेश कार्यपालिका प्रदेश व्यवस्थापिका स्थानीय कार्यपालिका स्थानीय व्यवस्थापिका भन्यो। अब कहाँनिर गएर कन्फ्युजन छ फेरि भने यो संविधान अब फेरि संशोधन बेलामा केही चिज आउला, त्यस बेला अब यसका ड्राफ्टका विज्ञहरूसँग बसेर सल्लाह गर्नु पर्ला हैन। अब कहाँले गएर कन्फ्युजन गरिदिन्छ भनेदेखि अधिकारको बाँडफाँडमा यो अनुसूची बनेको छ नि, अनुसूचीमा गएर के कन्फ्युजन क्रिएट चाहिँ गरिदिएको छ भने हामी बुझिराख्नुपर्छ। हामी अब संविधान बमोजिम बनाउने हो, संविधानमा कन्फ्युजन छ भने त्यसलाई संशोधन गरेर क्लियर गर्दै जानुपर्ने त हुन्छ बिस्तारै हैन। अब उसमा चाहिँ किन सङ्घको अधिकार सूची भन्थ्यो, संघीय सरकार पनि भनेन, संघीय कार्यपालिका पनि भने सङ्घको अधिकार सूची भन्थ्यो। अनि प्रदेशलाई के भन्थ्यो, प्रदेशको सङ्घ र प्रदेशको साझा अधिकार सूची भन्थ्यो। त्यसपछि अब अनि प्रदेशको अधिकार सूची भन्यो, अनि स्थानीय तहको अधिकार सूची भन्यो। स्थानीयको मात्रै भन्दैन त्यहाँ गएर, फेरि स्थानीयपछि तह झुन्ड्याइदियो शब्द। यो ड्राफ्टिङको मिस्टेक हो मेरो विचार, संविधानमा पनि यहाँनिर आएर। तर अगाडि हामीले च्याप्टर हेर्दाखेरि मैले के देख्छु भने भाग 5 मा राज्यको संरचना राज्य बाँड्नु मेन चिज हो नि, भाग 5 हो मुख्य चिज चाहिँ हाम्रो। यसले नै हाम्रो अधिकारको बाँड्नु गरेको छ 3 तहमा, यसले नै अनुसूचीहरू निर्माण गरेको छ, गाइड गरेको छ, यसले नै मेन चिज त। त्यस कारण मलाई के लागेको छ भने स्थानीय तह पनि सरकार नै हो, हाम्रो 3 तहको सरकार हो। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना सङ्घ प्रदेश र स्थानीय तह गरी 3 तहको हुनेछ। एक तह मात्रै होइन, स्थानीयलाई मात्रै तह भनिएन है। मेन चिज चाहिँ हाम्रो के भने यो भाग 5 चाहिँ हामीले स्टडी गर्नुपर्छ कि हाम्रो संघीय व्यवस्था अन्तर्गत हाम्रो कानुन निर्माता कति तहमा छ, सरकार कति तहमा भन्ने छ। के अरे तिनै तहलाई कार्यपालिका नै भन्छ, तिनै तहलाई। अनि मैले च्याप्टर हेर्दाखेरि पनि यो कार्यपालिका र व्यवस्थापिका तिनै ठाउँमा छ, संघीय कार्यपालिका संघीय व्यवस्थापिका, प्रदेश कार्यपालिका प्रदेश व्यवस्थापिका, स्थानीय कार्यपालिका स्थानीय व्यवस्थापिका भनेर च्याप्टरै माथि लेखिसकेपछि तल हाम्रो शब्दहरूको राख्ने बेलामा नि अब ड्राफ्टमा कति हाम्रो मिस्टेक होला, त्यसलाई जति बेला बन्यो यो संविधान होइन। त्यसपछि त हामीले टेक्निकल्ली त यसको स्टडी भएको पनि छैन, साँच्चै भन्नुहुन्छ भने टेक्निकल्ली हामीले चाहिँ हेरेका पनि छैन। अहिले सरकारले यसको कार्यान्वयनको समीक्षा गर्ने अनि यसलाई आवश्यक संशोधन गर्ने भन्ने प्रस्ताव ल्याएको छ, नीति कार्यक्रम पारित पनि भयो 8 वर्षको। अब हामीले वास्तवमा के भने यसको कार्यान्वयनको समीक्षा पनि गरेका छैनौँ अहिलेसम्म। यसको कतिवटा टेक्निकल्ली गल्ती होला, कति पोलिटिकल्ली गल्ती होला, कति पाएको अधिकारको सर्ट स्थानीय तहले नगरेको होला, कति पायोभन्दा बढी गर्न खोजेको होला। अनि हाम्रो यो सङ्घीय व्यवस्था समग्र हेर्ने भने के भने यो राज्यको संरचना राज्य शक्ति बाँडफाँडमा मात्रै हामीले हेर्ने भने पनि सङ्घलाई बाजिने गरी प्रदेश आफैले कानुन बनाउन सक्दैन, स्थानीय तहले प्रदेशलाई बाजिने गरी कानुन बनाउन सक्दैन। यो के भने अनकन्ट्रोल एकदम इन्डिपेन्डेन्ट प्रदेश छ भन्ने पनि होइन यो संविधान चाहिँ। यसरी हामीले बुझ्नुपर्छ अलिकति यहाँनिर। त्यसरी अमेरिकाको फेडरलिजम इन्डियाको फेडरलिजम यहाँ मिल्दैन। फेरि हाम्रो जुडिसियरीमा गइसकेपछि जुडिसियरी कम्प्लिटली हाम्रो युनिटरी हो, जुडिसियरीमा कहीँ फेडरलिजमको गन्ध आउँदैन। जुडिसियरी इन्डियाको जस्तो जुडिसियरी जस्तो इन्डियामा पनि जुडिसियरी फेडरलिजममा छैन, युनिटरी छ होइन। त्यसलाई थुप्रो डिस्कसन भएको थियो। हामीले मैले त्यो कुरा अलिकति थोरै मात्रै राख्न खोजेको मैले के भने हामी चाहिँ अब संविधान अनुकूल नै हामी कानुन निर्माण गर्ने हो। हामीले संविधान विपरीत हामी जानै सक्दैनौँ। संविधानमै के त्रुटि छ भने संविधान संशोधन नै गर्नुपर्छ हामीले। त्यस कारणले स्थानीय तह पनि सरकारै हो भन्ने कुरा हो। अब लेख्न चाहिँ यहाँ उपयुक्त छ छैन सरकारले पनि त सोच्नु पऱ्यो। अरू कानुनहरू तपाईँले कति पनि निर्माण गर्दै आउनुपर्छ, के भएको चाहिँ सब कुरामा त्यहाँका। तर सरकार चाहिँ सरकार हो, स्थानीय त यति बुझ्नु पऱ्यो कुरा हामीले।
स्थानीय त सरकार होइन भन्ने कन्सेप्टमा चाहिँ हामी जानै हुँदैन। यहाँ लेख्नु मिल्छ, तँ नै लेख्ने, सरकार लेख्ने, सरकारको जवाब चाहिएको।